I hope you all are doing well. अनि त्यसपछि आज चाहिँ सैटरडे हो नि त अनि आज चाहिँ हामी हाइकिङ जान आँटिरहेको छौं अनि अब बाँकी चाहिँ हजुरहरुले हाम्रो भ्लगमा देख्नुहुन्छ अनि यहाँ चाहिँ मेरो सानी हुनुहुन्छ अहिले चाहिँ बिहानको कति बजे अहिले बिहानको 6:30 भइरहेछ हामी चाहिँ भक्तपुरबाट निस्क्यौं अब कुलेखानी जाँदैछौँ हैन हेरौँ अब आजको दिन कस्तो रहन्छ हाइकिङ भन्ने कुरा छ हैन अब मनसुनको सिजन हो कस्तो हुन्छ वेदर अब वेदरको साथी हुने राम्रै होला हैन नत्र जसरी पनि रमाइलो गर्ने हो आजकल फेरि एकदम पानी परिरहेछ नि त अनि त्यसपछि अहिले चाहिँ 6:30 बजे घाम लागिरहेछ भन्ने के हो ओके स्टे ट्युन गाइस हामी चाहिँ लाग्यौं यात्रा सुरु भयो हाम्रो ओके बाइ मेरो आउटफिट गाइस हामी चाहिँ अब यहाँ सबैजना फाइनली भेट भइसकेका छौं हेलो हजुर रेडी हुनुहुन्छ एकदम रेडी गाइस अब चाहिँ हामी सृजना नगरबाट हिँड्यौं सबैजना यता हेलो हेलो यता चाहिँ मेरो भाइ बहिनीहरू छन् यता चाहिँ मेरो सानीहरू हेलो सानी हेलो कतिको एक्साइटेड हुनुहुन्छ एकदम हो हेलो ल नयाँ यो बर्डको फ्लाइओभर चाहिँ खुलेछ है गाइस दामी दामी गाइस यति ठुलो फ्लाइओभर चाहिँ नेपालमा फर्स्ट टाइम नै होला हाम्रो हाइवेमा भेरी नाइस घरहरू तल तल देख्दो रहेछ भेरी नाइस ल यो ओपन भएछ बल्ल हो मान्छेहरू बाटोमा गाडी बाइकै रोकेर भिडियो बनाएर छ ल फ्लाइओभर भेरी नाइस थ्याङ्क्स टु चाइनिज गभर्मेन्ट होला यो पनि यहाँ पछाडि रमाइलो लागिरहेछ हेर झगडा गरेको यिनीहरू चाहिँ यस्तो छ है सिचुएसन यहाँ चाहिँ हाम्रो घर पनि यही हो ल झगडा चाहिँ नगरौँ भाइ त्यहाँ गएपछि म धेरै उफ्रिन्छु है कस्तो छ गाइस मकै के आयो मिठो भन्दा मिठो भएन बिहानै खाली पेटमा हाम्रो सुरुमा चाहिँ यो चाहिँ हाम्रो सानी लिनु हो हामी चाहिँ यहाँ फर्पिङ आइपुग्यौँ होइन फर्पिङबाट चाहिँ अङ्कललाई नै सोध्नुपर्ने वान वे छ अरे त बाटो होइन तै पनि ठिकै छ हामी यताबाट लाग्यौँ राइट साइडबाट गाइस फर्पिङबाट दक्षिण काली पुग्छ होइन यतापट्टि खानु पऱ्यो राइट साइडपट्टि चाहिँ ओके साथीहरू हामी यो फर्पिङबाट आउँदाखेरि चाहिँ अब यो एकदम बेस्ट बाटो हो अरे तर पनि अलिकति चाहिँ यस्तो रहेछ है अब अलिकति 2-3 किलोमिटर चाहिँ यो यस्तो पछि बाटो रहेछ अनि अब यस्तो चाहिँ राम्रो बाटो छ थोरै चाहिँ रहेछ त्यही राम्रो छ अब लगभग सक्यो है पछि बाटो यो अब राम्रै बाटो छ भ्यूज हेर्नुहोस् है वा हिजो पानी परेर चाहिँ यो सबै ग्रिन देखाएको छ अनि फ्रेस हामी चाहिँ यहाँ अब यहाँ चिया खानको लागि एकछिन यहाँ रेस्ट गर्नको लागि रोकेका छौँ हाम्रो यहाँ चाहिँ हामी यो गाडीमा आएको हो हामी यहाँबाट आएको उता चाहिँ हाम्रो टिम भमिट आएर उहाँहरूलाई
सो अब चाहिँ हामी यहाँनिर चिया खान्छौँ, बस्छौँ, रेस्ट गर्छौँ। आउनु होला। हामी चाहिँ यहाँ गाडी रोकेर होइन चिया खान लाग्यो। इट्स अ भेरी ब्युटिफुल प्लेस। अब हामी यता लाग्छौँ होइन, गाडी यहाँ राखेका छौँ। यो बिहानै भएकोबाट हामी चाहिँ लेमन टी खाइरहेको छौँ। लेमन टी भेरी नाइस, एकदम मिठो छ लेमन टी। तपाईँहरू पनि यहीँ आएर लेमन टी खानु होला। लेमन टी खाने ठाउँ अहिले चाहिँ हामीले चिया खाएर सबैजना अब चाहिँ हामी फेरि हाम्रो बाटोमा निरन्तर लाग्न जाँदैछौँ, जारी छौँ। सो अब चाहिँ हामी ठाउँ चेन्ज गर्छौँ। हामी चाहिँ उता डाँडामा पुग्ने होला है सायद। होइन, यहाँबाट देख्दैन त्यो डाँडाहरू। अझै लाग्छ होला गाइस 1 घन्टा जति। म पुरै थाकिसकेँ, टाउको दुखेर भमिट आउँदा जस्तो भयो। मलाई त झन्नै आयो। अब हामी यहाँ सिटहरू पनि चेन्ज गर्छौँ, को कता बस्ने हो। ओके, यता चाहिँ हाम्रो खानेकुराहरू राखेका छौँ। हेलो, के हुँदैछ यहाँ? के हुँदैछ? घुम्नु भयो नि हुन्छ होला। यही बाटो पर्छ। यही नै ठिक छ। धन्यवाद। हामी एकदम कन्फ्युज भएको यस्तो भयो क्या? एकदम थाक्यौँ हामी होइन। यहाँनिर बाटो थाहा नभएर चाहिँ यहाँ कहाँ आइदिनु यस्तो भयो। त्यो पनि ठिकै छ। अब धेरै उयोहरू रहेछ आउने चाहिँ। हामी चाहिँ एकदम गाह्रो भइसक्यो। गाइस अब चाहिँ हामी यो बाटो हुँदै चाहिँ मोहिनी झरनातिर लाग्दैछौँ। अनि यहाँ चाहिँ मेरो आन्टी हुनुहुन्छ। हेलो हेलो, कस्तो लागिरहेछ हुँदा? एकदम रमाइलो रमाइलो छ। अनि यता चाहिँ मेरो सानी मेरो सान्डारीहरू हुन्छ। अनि हामी चाहिँ उहाँहरूभन्दा एकदम टाढा छौँ। अहिले चाहिँ हिँड्दैछौँ लखर लखर। म चाहिँ पुरा घामहरू लगाएर आइरहेको छु क्या। अनि यस्तो राम्रो पिस छ यहाँ चाहिँ, के त्यस्तो गर्मी पनि छैन, शीतल। वाउ गाइस, यु क्यान सी हियर, दामी छ क्या। लाइक यस्तो जङ्गलको बिचमा यस्तो राम्रो हुनु त एकदमै राम्रो हो। सो अब चाहिँ हिँडौँ लखर लखर। क्याटवक गर्दै हिँड्नु पऱ्यो। अनि मेरो सानी, म कुद्छु अब। वेट सानी, सानी हुन्छ भर्खर 1 मिनट भयो क्या, 10 मिनट बाजे न ब्लग गर्नु। 1 मिनट हेर्नु भयो हाइकिङ आएको मान्छेको यस्तो छ पारा। के गर्नु, यस्तै नै हो गाइजहरू। वाउ लुक दिस, कस्तो दामी, एकदमै राम्रो देखिरहेको छ। गर्मी पनि छ साइडहरू, मन आँटे। सो कति छिटो हुँदैछ, गर्मी भयो। सो के लुक्यो, यो चाहिँ अब यस्तो जङ्गलको बिचमा यस्तो रोड छ क्या। सो हजुर म भ्यूहरू पनि देखाउँछु। हेलो गाइज, हामी चाहिँ यहाँनिर मोहिनी झरनाको वे जाँदैछौँ। ड्याम साइड चाहिँ हामी तलै चाहिँ पुगेनौँ। यहाँ हजुरहरूले देखिरहनु भएको छ, यो चाहिँ कुलेखानी ड्याम साइड हो होइन। हामी तलै चाहिँ पुगेनौँ, त्यहाँ बोटिङहरू पनि गर्न मिल्थ्यो। हामी वे नै अलि रङ वे लिएछौँ होइन, कन्फ्युज भयो। सो यहाँनिर मजाको ड्याम साइड रहेछ। अब हामी चाहिँ यहाँबाट तलबाट पनि हिँड्दै आएको। अब यहाँबाट चाहिँ हामी यता माथि नै मोहिनी झरना
अब हाइक गरेर नै जान्छौँ अझै यहाँ कन्फ्युज भइरहेछ जहाँनिर त्यो त्यहाँनिर पुगेपछि त्यहीँ रोकेर अनि 25 मिनट जति हिँडेको छ त्यही गरौँ जाउँ त्यसो भए के खाने यहीँ बसेर खाइदिने है क्या होइन शीतल हुनु पर्यो नि क्या हो रहा है गर्मी गर्मी हो रहा है 1 किलोमीटर हिँडे तुम्हें गर्मी हो रहा है म हिँड्नै सक्दिनँ भयो बाई भन्ने ऐसा कैसे होगा 1 मीटर हिँडे सी अब फेरि के हो अब गाडीमै हो अझै चढेरै जाने अब हजुर आउँदा आउँदा यो बाटोहरूको लोकेसनहरू थाहा नभएर चाहिँ होइन एकदमै गाह्रो भयो अनि घरि यता घरि उता गर्दा गर्दै टाइम लाग्यो आउनलाई सो अब यहाँ चाहिँ मोहिनी झर्ना चाहिँ यहाँबाट अब अलिकति नजिकै छ अरे अब हामी थोरै हाइकिङ गर्छौँ 40 or 45 मिनट्सको छ अरे त्यति हाइकिङ गर्छौँ अनि अब हामी यहीँनिर केही खाएर चाहिँ हिँड्ने कुरा अब एकदमै टाढा भइसक्यो हामी काठमाडौँबाट हिँडेको पनि इट्स बिन 4 आवर्स जस्तो भइसक्यो होइन सो ओके अब गाडी साइड राखेर चाहिँ हामी यहाँनिर केही खान्छौँ अनि त्यसपछि चाहिँ यहाँनिर साइड लाउनु पऱ्यो जेसुकै पर्ला बस्छौँ क्या यो भएन क्या यही बस्छौँ क्या यहाँ भए देखिन्छ नि त हुन्छ सक्नुहुन्छ गाइस अहिले चाहिँ हामी खाँदैछौँ सबैजना खानाको सट्टा चाहिँ हेलो 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 मिठो भइरहेछ एकदम मिठो है हो पिरो चाहिँ के भयो अचारतिर भयो ओके ल इन्जोय गाइस हामी चाहिँ फेरि खाएर लाग्यौँ अब मोहिनी झरनातिर ल अनि यहाँ चाहिँ हामीहरु हेलो ल फेरि लाग्यौँ हामी चाहिँ बाटोतिर हेर्न सक्नुहुन्छ हेलो तपाईँहरू पनि आउनु होला रमाइलो गर्नु होला हजुर यता हेर्न सक्नुहुन्छ यता एकदमै राम्रो राम्रो भ्यू छ आजको वेदर पनि दामी छ हजुर यहाँनिर चाहिँ गाइज अलिकति चाहिँ हामीले हिँड्ने डिसिजन गऱ्यौँ बिकज गाडी त यहाँनिर तल झर्नासम्मै आउने रहेछ हुन त तै पनि अलिकति हिँड्नु फ्रेस पनि हुन्छ भनेर फेरि हामी यहाँ पनि गऱ्यौँ हाम्रो फुल त्यो हाइकिङ जस्तो चाहिँ रहेन होइन किनभने बाटो भुलेको कारणले गर्दा हाम्रो फुल सोचेको जस्तो हाइकिङ चाहिँ भएन तर त्यहाँनिर छ ड्याम साइड होइन अहिले चाहिँ यस्तो रहेछ पानी मजाले भरेको त्यस्तो छैन खोइ यो मौसममा त हुनु पनि यस्तो अहिलेसम्म गाइज हामी चाहिँ यहाँ झर्नामा आइपुग्यो वाउ कत्रो ठुलो रहेछ तलबाट घुमेर चाहिँ त्यहाँ पुग्ने हो कि
हेर्नुहोस् एकदमै दामी रहेछ होइन। हामी आइपुग्यौँ फाइनली आइपुग्यौँ होइन। यहाँबाट भन्छ रिहाना गइन कस्तो राम्रो ग्रिन होइन। यति गाह्रो भयो यहाँ मेरो आइपुग्नलाई गाइज होइन। हाम्रो चाहिँ बाटो नचिनेर हो नत्र भए त दुईवटा कि कतिवटा वेबाट आउनु मिल्ने रहेछ कि। तर हामीले यहाँनिर बाटो बिर्स्यौँ नि त, त्यही भएर हाम्रो फुल हाइकिङ गर्ने भन्ने प्लान थियो गाडी रोकेर। फुल हाइकिङ चाहिँ भएन, हामीले यहाँ जस्ट 20 मिनट्स जति मात्रै हिँड्यौँ। आएर खाजा खायौँ अनि 20 मिनट्स हिँड्यौँ। ल हेर्नुहोस् त कति राम्रो छ। त्यहाँ मान्छेहरू चाहिँ स्विमिङ पनि गरिरहनु भएको छ। त्यो लाइफ ज्याकेटहरू पनि युज गर्नुभएको रहेछ होइन। अब त्यहाँ के हुन्छ एक्चुली केही गएपछि भन्ने चाहिँ लो झर्ना रहेछ गाइस।
पौडी सौडी खेलेर होइन अब हामीले लुगासुगा फेरेर अब चाहिँ हामी जाँदैछौँ। अहिले कति बज्यो? बाई बाई भन्दैलाई ल बाई झर्ना झर्ना बाई। यहाँ छेक्यो 1 बज्यो हामी फर्क्यौँ। अब फेरि गाडी हो माथि छ अनि गाडीसम्म जान्नलाई फेरि त्यही हाइकिङ आजको हाइकिङ यस्तो भइरहेछ। अनि त्यसपछि कच्ची बाटोहरू छ थोरै अनि खिचिरहेको छु। कच्ची बाटो छ होला थोरै अनि अब त्यो पानी पर्नुभन्दा अगाडि चाहिँ अन्त कच्ची बाटोहरू के अरे यो राम्रो रहेछ हौ हिँड्दैन। मैनी झर्ना हामी फर्केको बाई बाई। अब हामी घर फर्केको रमाइलो भयो। मौसमले पनि साथ दियो होइन। एकैछिन हामीले स्विमिङ पनि गऱ्यौँ त्यहाँ खोला नेचुरल खोलामा होइन। सो अब हामीले गाडी मिलेर हजुर त्यो झर्नामा नि पानीले ढुङ्गामा हान्दो रहेछ अनि त्यो ढुङ्गाबाट छिट्टा आउँदैछ नि झर्नाको ठ्याक्कै तल। ए हामी गाडी चल्न अब हामी चाहिँ यहाँ चोबार फर्केर चोबारमा आइसकेका छौँ र यहाँनिर चाहिँ हामी फेरि बाँकी भएको खाजा खाएर निस्किन लागेको होइन। लुक एट द भ्यू गाइज। ओ माई गड कस्तो दामी। कस्तो वेदर पनि राम्रो भइरहेछ क्या। गाइस अब हामी यहाँबाट पनि निस्केको। अब एकछिन यहाँ खाजा खान बसेको। बाहिर खानुभन्दा हामीसँग खाजा पनि थियो बाँकी। अनि हामी यहाँनिर मजाले भ्यू देख्ने यो चौबारमा रहेछ होइन। अनि खाजा खायौँ। खाजा खाएर सक्यौँ। अनि यो ट्रेनको होइन हामी डस्टबिनमा हाल्छौँ। एन्ड अब हामी जान्छौँ। अब त कति लाग्ला एकैछिनमा घर पुगिहाल्छौँ होइन। चौबारमा हो। सो यहाँ रमाइलो भयो आजको दिन। अब यो हामी यहाँबाट फर्केको। Thank you, Maya. Thank you. गाइस म चाहिँ अब यहाँ भर्खरै घर आएँ होइन। अनि घर आएर यस्तो थपेर चाहिँ यो प्लेट आउँछ दिँदा त्यही हो गाइस। आजको दिन एकदम रमाइलो भयो र मैले एकदम इन्जोय पनि गरेँ। आई होप हजुर पनि इन्जोय गर्नुभएको होला। सो यति भन्दै म चाहिँ मेरो ब्लगलाई एन्ड गर्न चाहन्छु। धन्यवाद।